हेलो नमस्ते एभ्रिवान। एउटा सानो चर्चा गरौँ सामाजिक र व्यक्तिगत ग्राभिटीको विषयमा। सबैले सुनेको र बुझेको कुरा हो कि पृथ्वीमा ग्राभिटी हुन्छ। पृथ्वीले कुनै वस्तुलाई आफ्नो केन्द्रतिर तान्दछन्। पृथ्वीको गुरुत्व क्षेत्रभन्दा बाहिर जानको लागि रकेटको गति कम्तीमा 11.2 किलोमिटर पर सेकेन्ड हुनुपर्छ, जुन एस्केप भेलोसिटी हो। त्यस्तै समाजमा पनि सोशल ग्राभिटी हुन्छ। समाजका केही व्यक्तिले अरू व्यक्तिलाई खुट्टा तान्ने प्रवृत्ति हुन्छ र जबसम्म पृथ्वीमा ग्राभिटी हुन्छ तबसम्म हाम्रो समाजमा पनि यस्ता प्रवृत्ति रहिरहन्छ। त्यसैले यसको व्यवस्था गरी हामीले अघि बढ्नुपर्छ। अर्को, प्रत्येक व्यक्तिसँग इन्डिभिजुअल ग्राभिटी हुन्छ, जुन प्रत्येक व्यक्तिको सफलताको बाधक हुन्छ। एक सफल व्यक्ति बन्नको लागि यी सम्पूर्ण ग्राभिटीहरूबाट बाहिर आउन सक्नुपर्छ र बाहिर आउनको लागि कति एस्केप भेलोसिटी लगाउनुपर्छ तपाईहरूले कमेन्ट गरेर भन्नुहोला। हस्, धन्यवाद, नमस्कार।